हेलो साथीहरु, आज चाहिँ हामी दशहराको रासन गर्नु शपिङ भन्दा पनि रासन गर्नु चाहिँ निस्किन दुईजना रेडी भएर हेर्न सक्नुहुन्छ र छिटो दरवाजा लक गरेर चाहिँ हामी दुईजना निस्किदै थियौं र बाहिर पनि पुरा पानीहरु पर्दै थियो। पानी परेको कारणले गर्दाखेरि चाहिँ सबै बाटोहरु पनि हिलो थियो। पुरा यतिखेर चाहिँ हिँड्नु पनि मन नलाग्ने हुन्छ क्या बाटोहरु। तर पनि हामी जाँदै थियौं अटो पक्रिनुको लागि। मेरो बहिनी चाहिँ अगाडि हिँड्दै थियो। उसलाई चाहिँ अटो गाडीहरु देखिनको एकदम डर लाग्छ, डरै हिँड्छ बाटोमा हिँड्दा र म अगाडि हिँड्नु थाले। त्यसको बादमा चाहिँ हामी अटो पक्रिनुको लागि अलिक अगाडि गयौं, किन भन्दाखेरि अटोवालाहरुले चाहिँ पानी झरीमा चाहिँ रेनी सिजनमा एकदम मान खोजिरहेको हुन्छ। उनीहरुलाई छोटो डेस्टिनेसन मतलब छोटो उइसमा त जानै मान्दैन। अन्त अटो नपाएर चाहिँ अलिक अगाडिसम्म हिँड्दै जाँदै थियौं र साथसाथमा देख्न सक्नुहुन्छ म चाहिँ एकदम यो छाता चाहिँ यसको डन्ठी चाहिँ भित्र नपसेर चाहिँ स्ट्रगल गरिरहेको थियो। कसरी भित्र पसाउनु भइरहेको थियो। बहिनी चाहिँ अन्तखेरि भिडियो बनाउनमा बिजी थियो। हामी चाहिँ अटो हेर्दै थियौं कहाँ अटो पाउँछ कि भनेर, छाताको बेर नपसेर त्यही हो। फेरि फाइनली अटो पाएर चाहिँ हामी चाहिँ स्टार बजारतर्फ हामी लाग्यौं। स्टार बजार चाहिँ हाम्रो घरदेखिको 7 मिनेटको दूरीमा छ र हामी अटोमा चढेर जाँदै गर्दाखेरि चाहिँ एकदम धेरै पानी परिरहेको थियो। साथीहरु देख्नुहुन्छ पानी चाहिँ आजकल चाहिँ मुम्बईमा एकदम धेरै परिरहेको छ। एक सेकेन्ड पनि नरोकिकन र सायद समुद्रको लेभलहरु पनि एकदम बढेर गइरहेको छ होला अहिले त। त्यही भएर हामी बीचहरु पनि धेरै टाइमदेखि गएको छैनौं र 7 मिनेट भनेर उसले चाहिँ एकदम हेरिरहेको थियो म्यापमा। म चिन्छु भन्दाखेरि पनि उसले चाहिँ म्याप नै हेर्नुपर्ने रे। र ट्राफिकमा हामी स्टक हुँदै जाँदै थियौं। स्लम्स एरियाहरु पनि तपाईहरुले देख्न सक्नुहुन्छ र यहाँ चाहिँ स्लम्स एरियाहरु पनि छ। पहिला चाहिँ म सोच्थे कि मुम्बई चाहिँ एकदम दामी जग्गा मात्रै हो, अब दामी हिरो हिरोइनहरु बस्ने त्यस्तो सोच्थे क्या। तर यहाँ आएर चाहिँ हामीले हेरे कि उतातिर जस्तो एकदम स्लम्स एरियाहरु पनि हुँदो रहेछ भन्ने। अनि हामी जाँदै थियौं, पानी चाहिँ परि नै रहेको थियो। उ चाहिँ एकदम ध्यानपूर्वकले चाहिँ उसले चाहिँ मिटरलाई हेरिरहेको थियो पैसा कति बढ्छ भनेर। उसलाई टेन्सन भइरहेको थियो किन जहिले छिटो अटोबाट उत्रिन के भन्छ मिटरको पैसा बढ्छ भनेर उसलाई चाहिँ टेन्सन हुन्छ क्या। किनभने अटोवालाले चाहिँ एकदम धेरै लुट्छ नि त। फाइनली पुगिसकेको थियो। म त उ चाहिँ हाँस्दै थियो, महिनाको स्यालेरी आउनु हुँदैन, स्टार बजारमा बुझाइहाल्नु पर्छ भनेर हाँस्दै हामी फाइनली पुग्यौं र हामी एस्केलेटरदेखिको चाहिँ माथि चढ्यौं। बादको धुनमा चाहिँ हामी चाहिँ माथि चढेछौं। तर खासैमा हो भने चाहिँ हामी सौदाहरु गर्नुको लागि चाहिँ ग्राउन्ड फ्लोरमा हो। हामी बादको धुनमा चाहिँ फर्स्ट फ्लोरमा गएछौं। फेरि हामी वापस फर्केर तल ग्राउन्ड फ्लोरमै आउँदै थियौं। दुईजना दिदीबहिनीको गफ चाहिँ यति साह्रो हुन्छ कि। अनि ब्याग सिल गरेर चाहिँ हामी भित्र पस्दाखेरि चाहिँ एकदम भेराइटी अफ स्विट्सहरु राखेको थियो हैन। दशहराको राम्रो कलेक्सनहरु आएको रहेछ। अन्त दियाजहरु पनि लालटिनहरु पनि मजाको त मोडर्नाइज लालटिन हुन्छ नि, पुरानो टाइपकोलाई मोडर्नाइज गरेको मजाको कलेक्सनहरु मन देख्न सक्नुहुन्छ। र उसले चाहिँ अब बेसिक कुराहरु हेर्नु थाल्यो। अब हाम्रो फर्स्टमा त सब्जी आलु हेर्दै थियो उसले, जो चाहिँ सानो साइजमा थियो। मलाई राम्रो लागेको थियो। आलु चाहिँ यस्तो सानो साइजको ठीक लाग्छ मलाई। अन्त हामी हेर्दै थियौं अरु पनि बेसिक कुराहरु लिनु थियो। अब त्यही हो चामल तेलहरु हैन। जाँदा चाहिँ हामीले देख्यौं कि भाडा बर्तन पनि अलिकति 50% डिस्काउन्टमा रहेछ र 50% डिस्काउन्टको भाडाहरु हेर्दा तर पनि मलाई रिजनेबल लागेन। अनि हामीले लिएनौं। अनि पहिला चाहिँ हामीले त्यही हो चामल तेल पटा लिइहालौं भनेर डिसाइड गरेर चाहिँ उसले तेल हेर्दै थियो र तेल चाहिँ फर्च्युनकै राम्रो लाग्छ भनेर उसले हेर्दै थियो कति प्राइस हो भनेर। अनि यो महिना चाहिँ दशहरा हो भनेर हामीले 4 प्याकेट लियौं। नर्मली 3 प्याकेटले पुग्छ। अनि म चाहिँ यहाँनिर 57 रुपैयाँ केजी वाला चामल अनि 37 रुपैयाँ वाला चाहिँ आटा हामीले 31 रुपैयाँ वाला आटा चाहिँ हामीले यहाँनिर तौलिसकेको थियौं र तौलिसकेर प्याक गरेर चाहिँ ब्यागमा हाल्यौं। मतलब यो व्हील्समा हालेर चाहिँ हेर्दै थियौं। जाँदाखेरि चाहिँ एकदम सानो क्यूट बच्चाले चाहिँ हामीलाई हेर्दै थियो। दुईजनालाई चाहिँ एकदम क्यूट लाग्यो र हेर्दै जाँदाखेरि अरु पनि सामानहरु लिन्थ्यो। अलमोस्ट हाम्रो चाहिँ 50% शपिङ भइसकिदाखेरि चाहिँ हामीले जुन पनि चामल तेल वेट गराउनु थियो त्यसलाई सिल गराउनु थियो। त्यो गरिसकेर चाहिँ हामी माथि मन्दिरको लागि घण्टी लिनु गएको थियौं। मन्दिरमा चाहिँ घण्टीको जरुरत थियो र त्यही लिनुको लागि हामी फर्स्ट फ्लोरमा जाँदा हामीले जुडियो पनि देख्यौं। र जुडियो देखेपछि त भित्र पस्ने कुरा जाँदै नजाने त कुरै आएन र दुईजना चाहिँ हामी गयौं जुडियोमा एकपल्ट हेरौं केही राम्रो कलेक्सन आएको छ कि भनेर।
जुडियोमा त स्पेसली लुगाहरू त त्यस्तो राम्रो त लाग्दैन, तर पनि हेरौँ भनेर चाहिँ जाँदाखेरि हेऱ्यौँ। केटीहरूको आँखा त्यही हो, लुगाहरूतिर गइहाल्छ। अन्तखेरि हामी हेर्दै थियौँ केही राम्रो पाउँछ कि भनेर म चाहिँ एकदम गानालाई पनि इन्जोय गरेर हिँडिरहेको थिएँ। र कलेक्सनहरू देख्न सक्नुहुन्छ, त्यही हो सिम्पलवाला, मतलब त्यही। अनि फाइनली हामीले दुईवटा सेम एउटा कुर्ता लिने डिसाइड गऱ्यौँ। अनि लिएर चाहिँ हामी बारिस परि नै भइरहेको थियो र हामी फर्क्यौँ, घर फर्किँदै थियौँ। दुईजनाको गफ त्यत्तिकै हुन्छ चालु नै। अनि पानी पनि परेर चाहिँ फाइनली घर पुग्यौँ हामी। घर पुगेर चाहिँ फेरि हाम्रो अर्को स्ट्रगल चाहिँ के हुन्छ भन्दाखेरि यो दरवाजा खोलिँदैन। अनि म चाहिँ यो चाबी घुमाएको गर्दाखेरि चाहिँ फाइनली दरवाजा खोल्यो। अनि हामी भित्र गएर चाहिँ फ्रेस भएर चाहिँ रासनहरू तपाईँलाई देखाउँदैछ, हेर्न सक्नुहुन्छ। यति धेरै हामीले रासन गरेको थियो, मन्थली रासन। अनि फ्रेस भएर चाहिँ दुईजना बस्यौँ देखाउनुको लागि। तपाईँहरू हजुरहरूलाई देख्न सक्नुहुन्छ। हामीले चाहिँ के किनेको थियौँ भन्दाखेरि त्यही फर्स्ट चाहिँ म बेसिक सामानहरू देखाउँछु। चामल, तेल, आँटाहरू त्यही कुराहरू हो। यो चाहिँ मैदा अनि आँटा अनि मटरहरू, चना दालहरू, त्यही सब तपाईँहरू देख्न सक्नुहुन्छ। र आजको दिन चाहिँ यसरी नै बित्यो हाम्रो चाहिँ। अब म चाहिँ दिनभरि घरमा बसेँ। अनि बहिनी आएर चाहिँ हामीले चाहिँ स्टार बजारबाट यो मन्थली रासनहरू गऱ्यौँ। अनि सब रासन गरिसकेपछि उसले चाहिँ यो भिनसको रेजर पनि किनेको थियो, उसलाई चाहिँ मन पर्यो अरे। अनि त्यो लिएर चाहिँ हामीले उसलाई चाहिँ धुप पनि सुँग्नै पर्ने अरे, कस्तो राम्रो छ छैन भनेर त्यही हेर्दै थियो उसले। त्यसमा फ्री म्याच स्टिक पनि पाउँछ कि पाउँदैन भनेर तर पाएन। अनि त्यसको बादमा हामीले चाहिँ यो दिया पनि लिएको थियौँ, हेर्न सक्नुहुन्छ। राम्रो थियो पूजाहरू, उसलाई मन परेको। मलाई त त्यस्तो मन पर्दैन। र घरको सबै बेसिक सामानहरू हाम्रो चाहिँ स्याम्पूहरू पनि सकेको थियो, र लरियलको स्याम्पूहरू, अन्त वाइवाईहरू पनि किनेर ल्याएको थियो हामीले। अनि यो केटीको सामानहरू सबै हामी केटी मान्छेलाई, छोरी मान्छेलाई चाहिने सामानहरू पनि लिएर आएको थियौँ। अनि सबैजना मतलब साथीहरू सबभन्दा अचम्मको कुरा चाहिँ के हो भने जुन चाहिँ इस्कुस मैले तपाईँहरूलाई देखाइरहेको थिएँ त्यो चाहिँ एकदम महँगो 103 रुपियाँ केजी अरे। र दुईवटा इस्कुसलाई चाहिँ मैले 50 रुपियाँ गरेर लिएँ। अनि यति धेरै महँगो रहेछ।